यहाँनिर चाहिँ मैले एउटा भव्य खालको गेट देखेँ क्या, कति ठुलो पनि अनि कति शानदार पनि क्या। अनि शुक्रबारे बजार पनि लेखेको रहेछ होइन। यहाँनिर मूर्तिको कार्यक्रमहरू चाहिँ अझै पनि बन्दै नै छ, बट रमाइलो छ ठाउँ होइन। मेबी नर्सरी पनि हो कि क्या जस्तो लाग्छ होइन। यहाँ चाहिँ देख्न सकिन्छ होइन, यहाँ चाहिँ शुक्र बजार भनेर लेखेको छ होइन। यो चाहिँ शुक्रबारे बजार हो है, कतिवटा शुक्रबारे बजार छ नेपाल अधिराज्यभरि हो। अनि अब अर्को कुरा भन्दाखेरि चाहिँ यहाँनिर मलाई चिसोले पनि अब छुन थाल्यो होइन। यदि पहाडी धेरै माथि पुगिसके जस्तो लाग्यो क्या मलाई। माई नगरपालिका रहेछ यो चाहिँ, त्यो ठुलो फिल्ड पनि रहेछ होइन। यहाँ रमाइलो भनेपछि त पहाडैतिर हो क्या। के जे भन विकास पनि त्यस्तै, यो मधेस त्यो पनि त ठाउँ भनेको होइन। शीतल शीतलमा बस्न पनि पाइयो होइन। दामी छ नि यहाँ ठाउँ त यार। यहाँ त गाउँ घर त सहर जस्तो देखिरहेको छ, रमाइलो ठाउँमा पनि छ। त्यो आज मात्रै हो कि अरू बेला पनि यस्तै हो त्यो अब भन्न सकिन्न, बट रमाइलो ठाउँ छ त्यो होइन। बट पुग्नेटार पुग्न चाहिँ अझ कति टाइम लाग्छ त्यो। यहाँनिर चाहिँ मन्दिरै मन्दिर रहेछ क्या प्रायः हेर्दाखेरि चाहिँ। मैले चाहिँ फेरि मन्दिर मात्रै देखेँ क्या यहाँ चाहिँ। ओहो बजार पनि कति शानदार हो। यहाँ त पुरै हिलेको थोरै हिलेको जस्तो झलक दिन्छ क्या यहाँ चाहिँ। हिले पाखीबास टाइपको त्यस्तै टाइपको छ क्या यहाँ चाहिँ घरहरू बजारहरू चाहिँ। रमाइलो छ जे होस्। शुक्रबारे बजार बाटो चाहिँ अब 2-3वटा नभेट्यो फेरि म कन्फ्युज हुन्छु नभए चाहिँ होइन। त्यो बजार पनि अब सक्यो होइन। यति रहेछ बजार चाहिँ, ठुलै रहेछ जे होस्। म आफ्नो गन्तव्यतिर कन्टिन्यू